अध्याय 3। याउँछ भने घरचम गरी खाओ देखाओ। हाङदिमाको कुरा कानमा रनन्न भइरह्यो। रातभर निन्द्रा लागेन। धौले फर्क्यो। धेरै कुराहरू आए मनमा। झन्झन दुखाए तिनले। मन चिसो भयो। छातीमा घोच्यो केही पसेर। सम्झियो गङ्गालाई। सम्झियो एकाधे अतिउक्ताले छोपिएर। गोरी काली थिए। देख्नेहरूको नजरमा जस्ती होस्। कान्छुको मन पर्नुमा राम्री थिए। दाँतहरू सेता र चम्किला थिए त्यसका। मन सफा थिए, सेता र चम्किला थिए। सतत कान्छुको हृदयकी थिए ऊ। सौतेनी आमाको कचकच र छोरी हुनाका भावहरूले बग्रिल्ती किचिएर हुर्केकी थिए गङ्गा। उमेरले निगल्दै थियो 25। साने भुजेलका 2 छोराहरू। जेठो घन्टे। कोइला खात पसेको 13 वर्ष भइसक्यो। अत्तो पत्तो छैन। खुट खबर थिएन कुनै। जेठोभन्दा ठ्याक्कै 4 वर्षपछि जन्मेको धौले कान्छो। 32 वर्ष पुग्यो गएको महिना। धेरै पहिले आमा बितेकी। बाउ कमजोर भइसकेका थिए। एफाबासको चोया काट्थे, दाम्लो बाँड्थे, बेच्थे, सुख दुःख गर्जो टर्थ्यो। त्यसपछि त सबै धान्नु पर्थ्यो कान्छोले नै। दुःख नाथे जहिले पनि पर्खे जरी। आरा तान्न, ढुङ्गो फोर्न, छानो छाउन, गाह्रो हाल्न, हली बाउसे वा नुन ढाकर केहीमा कमी भएन कान्छो। धान्यो मोरोले यत्रो समय र समाज। नजानिँदो बसेको कान्छो मोरो गङ्गाको मनमा। कहिले कुनी फ्यासी फुकाए पिरतीको गाँठो। पलकमै राजी भई होली गङ्गा। सुरु भयो जिन्दगीको गाडा तानिन। बिहे गरेको वर्ष दिनमै जन्म्यो धोक्रे छोरो। कान्छोको कुट्टोले भुइँ छोड्यो मानौ ऋण पान्ने गर्यो। छाके पछि काट्यो बाले। घडी पला हेरेरै नाम जुराइदिए ज्योतिषीले शोभित खबास। पुरानै काम थिए कान्छोका। हलगोरुले पुरा दिन जोत्नु पर्दैन थियो पाको बारी। पुर्खौली थलो बच्चा स्याहार्दै गोडी मेली शक्ति गङ्गाले। एक्लै शक्ति दिदी त। बिते 3वटा वर्षहरू यसै गरी। सडक आउने भयो। वनपाला समूहमा पर्यो कान्छो। काम फेर्यो त्यसको। हिजोको आरावाल कान्छो भित्ते पहरो तास्न तल्लीन भयो। गैती, झम्पल, हेम्मर, साबेल औजार भए। हिजोको हली बाउसे पूर्ण त मजदुर भयो। एउटा नयाँ मजदुर भयो ऊ। घडीले ठिक 10 बजाउँदा हाजिर हुनै पर्थ्यो। 5-6 बज्दा बिदा हुन्थ्यो। यस्तो कि कहिले नथाके जस्तो अजिबको जोस हुन्थ्यो काम गर्दा। दिनभरिको 20 रुपियाँ मात्र ज्याला थापेको कान्छोको कथामा थप्यो नयाँ आयाम। रोज 400 सम्म बस्थ्यो मज्जैले। घर आइपुग्दा हात्ती ब्रान्डको चामल पाकिसकेको हुन्थ्यो। खच्चरले बोकी ल्याएको धनकुटा हिलेबाट। भाउ चाहिँ साह्रै महँगो। बोराको पर्थ्यो 2000। खाँदा खाँदै निन्द्राले झुमो रोपी ल्याउँथ्यो। थाकेको ज्यान न हो। शरीरले ओछ्यान खोजिहाल्थ्यो। ढल्क्यो कि घुर्न थालिहाल्थ्यो। परारको हिउँदा सकिने लाग्दा पातलेका पातहरू पाउलिँदै थिए। गुराँसका थुङ्गाहरू झरिसक्दै थिए। निख्रिँदै थिए बोटमा। कहिलेदेखि हो थलिसकेकी रहेछ गङ्गा। बेथाले गालिसकेको रहेछ त्यसलाई। अहिले बेलुका भने अलि बढी नै ज्वरो आएको जस्तो लागेको हो। भोलिपल्ट बिहान उठ्नै सकिन। अल्छी बढ्यो। भारी भयो ज्यान। घरि नगरी जाडोले काप्ती। बिस्तारै सुक्खा खोकी लाग्न थाल्यो। अरुचि थपियो। हप्ता नाग्न आँटिसक्यो। कमी हुने छाट आएन। बिस्तारै उठी ऐनामा हेरी। आँखाहरू पहेँला भइसकेका रहेछन्। अनुहार फुस्रो भइसकेको रहेछ। आफ्नै सास गनाउँथ्यो कस्तो कस्तो। डर लागेर आयो गङ्गालाई आफैसँग। शनै शनै मृत्युको तारो ताकियो मनमा। अत्तालियो कान्छोलाई देखाई पनि, कान्छा हेर्न मेरो आँखा त बेसार जस्तो पो छ। के भन्छस् है? कान्छोले गङ्गाको दुवै आँखाका लोतीहरू फारेर हेऱ्यो। साँच्चै पहेँला भइसकेछन्। चलिहाल्यो आधी बतास। भन्यो, लौ देशानले खाइसकेछ। हाम्रो आमा पनि यस्तै बेथाले गएको। सम्झ्यो आमालाई। खान मन गर्दिन थिइन्। जाडो भयो, अल्छी लाग्छ मात्रै भन्थिन्। सुतिरहन्थिन्। यसो केही गर्थिन् कि लामो सुस्केर हालेर भनिहाल्थिन्। फतक्कै भएँ है। कहिले गङ्गाले एकपल्ट भने जस्तो लाग्छ। मेरो महिनावारी फेरि रोकियो। थाकेको ज्यान र निन्द्राको सुरमा उस्तो ख्याल राखेन कान्छोले। महिना दिन नागिसक्यो। झन्झन जिम्लाउँदै आई। यस्तै भयो कि हो पहिले। त्यस्तै होला ठान्यो कान्छोले। कान्छो अत्तालियो। झारफुक गरायो। सेहे जागित र खेदायो। रातो भाले, परिवारको बच्चा, कालो गोको, भयभरको भाकल राख्यो। कालो तिल, कालो मास, फुल फलेदा, सिन्दुर सुपारी सबै मनसायो। देवी देउराली, थानकुल सबैको नाम जप्यो। गुहार माग्यो। बिरे मसान, कालो मसान, खप्पर मुष्टि सबैलाई छेक्न चारै सुरु बाँध्न लाग्यो झाँक्रीलाई। 20को 19 भएन। बरु झन्झन साह्रो हुँदै आई गङ्गा। एक बिहान निकै हताश भयो कान्छो। गयो हेल्थ पोस्ट। ल्यायो अहेब। छामसुङ गरे अहेबले। टिबी, जन्डिस, निमोनिया खै के को अनुमान गरे। बार्नुपर्ने भयो खानेकुरा। औषधिको रास दिए। लगाइदिए स्लाइन पानी। खाना खाएर कान्छो दगिरो उही सडकको काममा। दिनको 300 कसो नकट्ला। 1 मिनट काम छोड्ने मन हुँदैन थियो। सानादिना काममा आँखै लाग्थेन। बानी परिसक्यो ठुलै पहरो फोर्ने, ठुलै भित्तो सम्याउने, ठुलै बिटो समाउने। दगुर्नै पर्थ्यो। दगुर्यो। टुङ्गो थिएन कुनै पनि बेला। केमा कुरा मिल्दैन। कामरेडहरूले काम बन्द गर्नु भन्ने उर्दी हालिहाल्थे। फेरि बेकामै भएर बस्नु पर्थ्यो महिनौसम्म। बेला नकुबेला तिनीले उर्दी हालिदिएर यत्रो वर्ष भइसक्यो।
हिउँदभरि हो काम गर्नु पर्ने। बर्खा लाग्यो कि के को फुर्सद, गरिबको मुक्ति गर्ने भन्छन्, गरिबकी घाँस रोक्छन्। के हो कामरेडहरूलाई बुझि नसक्नु मनभरि थियो नि आक्रोश त। कसले बोल्ने आँट गर्ने, लस्करी बन्दुक बोकेर आइपुग्छन्, बन्दुकका अघि कसको स्वर खुलोस्। खुम्बुवानलाई गाउँमा छिर्न नदिनु, पार्टीलाई त जति पनि सहयोग गर्छु कि भनेका थिए अरे। पछि त पार्टी पनि खुम्बुवानसँगै मिलेछ। सुराकी कि के भन्थे, त्यही पनि गरेका अरे शालिग्राम सरले। 2 ठुन्का पारिए, लास उठाउने मान्छे धरि नपाएको झल्झलीचा आँखैमा लास गनाएर कस्तो 10-10 दिनसम्म। कान्छो आफै एकपल्ट जिरिङ्ग भयो। पछि उनीहरू नै आए, गाउँभरिका मान्छेलाई उर्दिहाले। आमसभा नै गरे। एकजनाले हाँकाहाँकी भने, मैले मारेको शालिग्रामलाई कोही छ मलाई थुनाउने? जसले थुनाउने आँट गर्छ त्यसको पनि हाल यस्तै हुन्छ। कसैले सीधा नजर नगरेकै हुन्। यति हो, कामरेडहरूले गाउँमा होचो अर्गेलो हुन चाहिँ दिएनन्, नगरेका पनि होइनन्। तप्य बस्नेत उनी काजी काली बहादुरका नाति, साह्रै रकमी। ब्याजको स्याजमा फेरि चर्को ब्याज गर्ने। त्यसका तमसुकहरू सबै डढाइदिए, नत्र कसले तिर्न सक्थ्यो। खड्गे गिरीले गाउँ छोड्यो, नत्र सार्की गाउँका सार्कीहरूले के गरी खानु। ठेक्का बुझाउँदै हैरान। जसको जो जेठा र भक्ते महिलाको चकचकी सानो हुन्थेन, लुरुक्क परेका छन् दुवै। सदरमुकामै बसे पनि नन्दे अध्यक्ष कस्तो बिरालो भएको छ। म्याउ म्याउ नै गर्छ, नत्र काँचै खान्थे त्यसले। गाउँभरिका केटाहरू बेकामै थिए, अल्लारिन्थे। जाँड रक्सीमा मात्रै भुलिन्थे। देवगन, सोमकुमार, हरिहाङहरू तास जुवा भनेपछि हुरुके। तिनको मुखमा तासै कोचिदिएपछि छाडेका छन्, कम्तीमा सडक खन्दैछन्। धेरै मनपर्छ, केहीमा अलि चित्त बुझ्दैन, यस्तै होला। सबै थोक राम्रो त के होला र संसारमा। कान्छोले चित्त बुझायो आफैसित। ठ्याक्कै 10 बजे पुग्यो कान्छो। आज 5 बजे नै बिदा भयो। लखतरान भएर फर्केको थियो। माउपोथीका चल्लाहरू च्याउच्याउती कहालिँदै थिए। गोठमा गाईले दाम्लो छिनाउन खोज्दै थियो। टाट्नोकी काली दाम्लोमै बेरिएकी रहेछ। लथरक्क थियो, थाकेर। मन उसै हताशमा थियो। पस्यो कोठा। 4 वर्षे शोभित आमालाई अँगालो मारेर सुतिरहेको थियो। बाउ गएका थिए डोको बुन्ने खेतला, नन्देकै घरमा। कान्छोलाई देखेर किन हो शोभित 81 रोयो। कान्छोले छाम्यो गङ्गालाई। थरङ्गै भयो कान्छो। अघि नै चिसो भइसकेकी थिए गङ्गा। के गरौँ भयो कान्छो। बेसरी कराउन खोज्यो, आवाज नै निस्केन। घाँटीमै गाँठो परेझै भयो। हृदय भारी भयो, रुन पनि सकेन त्यसले। भोलिपल्ट चिहानमा मट्टी दिँदा मात्रै बेसरी रोयो कान्छो। त्यति बेला पो बेरङ्गले धसार्यो। आँखाभरिको अजस्र आँसुलाई कमिजको फेरले पुस्दै चिहानमा हेरेर भन्यो, गङ्गा, त मेरो दोस्रो आमा थिइस्, तैँले पनि छोडिस्। अब चाहिँ म साँच्चीकै टुरा भएँ। अफसोस, नसुन्ने भइसकेकी थिए गङ्गा। महान जिन्दगीको हुर्मत लिएको थियो भने त्यहीँनिर थियो। माटोको ढिस्कोले पुरिसकेको थियो गङ्गालाई चिहानमा। मन बहकियो यति बेला। बाहिर निस्क्यो कान्छो। हेऱ्यो लच्छीको घरतिर, अझै सुतेकी रहेनछ। धिप्धिपाउँदो बत्ती बलिरहेथ्यो। गर्दै होली ताने माने अझै के सोच्दै हेरिरह्यो। निकै बेर निभ्यो बत्ती। पस्यो कान्छो